मध्य प्रदेश सभा के सचिव रंजीत कुमार यादव प्रदेश सभा अपेक्षाकृत रूप में सरकार काम कार्रवाई के निगरानी कर नहीं सकल स्वीकार कयलनि अछि। सचिव यादव ईमानदारिता के अभाव के कारण संसदीय निगरानी कमजोर भेल बतौलनि अछि। ओ प्रदेश सभा पास केने कतेको विधेयक स्थानीय सरकार कार्यान्वयन नहीं केने आ निगरानी के क्रम में था नहीं भेल कहिकऽ जानकारी दैत आयल सेहो बतौलनि। सचिव यादव किछ उदाहरणीय काज भेलो पर प्रदेश के समिति सब सरकार के निगरानी करबाक आ निर्देशन देबाक बात में सोचल अनुसार सफल बन नहीं सकल स्वीकार कयलनि अछि। ओ सचिवालय व्यवस्थापन में कमजोरी आ अनुभव के कमी के कारण ई समस्या सब आयल सेहो बतौलनि। ओ मध्य प्रदेश में अखन धरि 61 विधेयक आयल में 55टा पास भ चुकल समेत जानकारी देलनि। प्रदेश सभाले स्थानीय तहको निमित्त 3टा कानुन बनाएछ। अझ 2टा बनाउनु पर्ने छ, त्यो बनाएको छैन। 3टा चाहिँ बनाएछ। एउटा स्थानीय तहको पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धी कानुन बनायो, त्यो फुल्ली इम्प्लिमेन्ट भयो। कुरा गर्दा स्टिल त्यो भन्दा अलि बढी नै भयो। अर्को बनायो त्यसको गाउँसभा, नगरसभा, जिल्ला सभा सञ्चालन सम्बन्धी। अर्को बनायो गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी। यो 2टा कानुन लागू नै भएन। अनि स्थानीयहरूलाई सोध्यो किन लागू भएन? मलाई यो कानुन बनेको जानकारी नै छैन भन्छ कसैले। जानकारी छैन भने एउटा जानकारी भयो, यो 2टा जानकारी भएन उहाँहरूलाई। जबकि उहाँहरूलाई फर्मली हामी पत्र लेखेर पनि दिएछौँ, यो आधारमा तपाईहरु आफ्नो सभा सञ्चालन गर्नुस्। अनि कोहीले जानकारी त छ सर, त्यो अनुसार प्रणाली छैन भन्छ। प्रणाली मैले अब जति पढाछु र जति अनुभव गरेछु, प्रणाली कुनै पनि खराब हुँदैन। त्यसलाई हामी इम्प्लिमेन्ट कसरी गर्छौं त्यो नै महत्त्वपूर्ण कुरो छ। अब नेगेटिभ गएर यो नै कामै छैन सिस्टमको भन्यो भने त्यही नै हुन्छ। जस्तै हजुरलाई भनौँ, पार्लियामेन्ट्री सिस्टमको इङ्ल्यान्ड पनि डेभलप भएकै छ, राष्ट्रपति सिस्टमको अमेरिका नि डेभलप भएकै छ, कम्युनिजमको चीन पनि डेभलप भएकै छ। प्रदेश सभा सचिव यादव मध्य प्रदेश में बहुत समस्या कर्मचारी प्रशासन के रहला से जल्दी संघीय सरकार द्वारा संघीय निजामती ऐन जारी नहीं कला पर समस्या और बढ़वाक बतौलनि। भने प्रश्नवाचक चिन्ह छ। त्यो भएर फुल्ली म प्रदेशमै हुन्छु वा संघमा जान्छु भने कर्मचारीमा मेन्टालिटी त्यो गाह्रो छ। थोरै जबसम्म संघीय निजामती ऐन आउँदैन तबसम्म त्यो कन्फ्युजन रहन्छ। त्यसपछि एउटा गाह्रो कस्तो भयो कि प्रदेशलाई सञ्चालन गर्न संघ जस्तै छुट्टै संसद सेवा राख्ने कि नराख्ने भन्ने कुरा एकदम जटिल छ। अहिले पनि प्रदेशमा छ र साथै प्रदेशमा त्यो प्रश्नवाचक चिन्ह पनि छ। त्यसको निमित्त एउटा विकल्प बीचमा खोजी भएको थियो, तर त्यो पनि अहिले भइदिएन। के भएको थियो भन्दाखेरि यो सेवा अलि संघ जस्तै 400, 450, 434 को छ। त्यो प्रदेशमा 100 भन्दा बढीको संगठन हुँदैन। अनि यसको छुट्टै सेवा बनाइदियो भने क्यारियर चाहिँ राम्रो हुँदैन कि कर्मचारीको भनेर त्यो देखिरहेछ। अब पछि त के हुन्छ, प्र्याक्टिस भएपछि थाहा हुन्छ। त्यो भएर सेवा प्रशासन सचिव यादव सेवा प्रशासन सेहो राखबाक आ समूह संसद रायक चलेबाक बात चारू प्रदेश में परामर्श भ चुकलो पर संघीय निजामती ऐन नहीं अयला से आगा बढ़ नहीं सकल उपराग केने छलथि।